Hello and welcome back to my new vlog. This is me Tiku. आज चाहिँ हाम्रो यात्रा सुरु हुनेछ। हाम्रो यता गाईघाट दमौतीदेखि इलामसम्मको यात्रा है गाइज। अन्तिमसम्म हेरेर साथ दिनु होला। अब हाम्रो बाइक पनि तयार छ है। गाइज अब हामी चाहिँ इलामको लागि फाइनल्ली तयार भएर चाहिँ अब हामी चाहिँ हो गाईघाट गाईचोकबाट चाहिँ चट्ट लाएर चाहिँ अब सुरु गर्यौँ है गाइज। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। मौसम चाहिँ हुस्सु लागेको अनि पुरै तोरीको चाहिँ चट्ट रमणीय दृश्य हेर्दै हामी अगाडि बढ्दैछौँ है। यो अगाडि देखिरहेको दृश्य चाहिँ हामी यता कोशी पुल हो। अब यहाँबाट चाहिँ हामी उता 4 किलोमिटर चाहिँ उता हाम्रो धरतीको पहिलो तीर्थस्थल बराह क्षेत्र चाहिँ दर्शनको लागि जाँदैछौँ है गाइस। पूजाको सामान टक्क किनेर चाहिँ अब हामी पूजा गर्ने तर्फमा लाग्यौँ ल गाइस। हेरौँ धरतीकै पहिलो हो यो चाहिँ होइन। पहिलो धरतीकै तीर्थस्थलमा चाहिँ पूजा गर्न हामी चट्ट लाएर भक्ति भावना गरेर भविष्य कामना अन्ना भाव स्नान गरी भूमि मंदिर वरी परी बोकेर अक्षता थाली सुगंध धूप दीप वाली। बराह क्षेत्र आइपुग्दा चाहिँ होइन घाम चाहिँ यस्तो दामी लाग्थ्यो कि भगवान् थ्याङ्क यू गड। फूल चढ़ाई जल छरकिएर मनोकांक्षा छोडी फर्किएर फूल चढ़ाई जल छरकिएर मनोकांक्षा छोडी फर्किएर पूजेर ढुङ्गाको मूर्ति साँचेर जीवन प्रकृति चाहिँ यता धरतीकै पहिलो के हो तीर्थस्थल। हामी चाहिँ पूजासुजा गरेर फर्किन्छौँ। अब यहाँबाट चाहिँ लाग्छौँ हामी इटहरीतिर भात खानलाई। अनि हामी यता बराह क्षेत्र दर्शन गरेर चाहिँ हामी यता इटहरी पुग्छौँ है गाइज। यो चाहिँ इटहरी बजार हो। अब हामी चाहिँ यहाँबाट खानासाना खाएर चाहिँ चट्ट लाएर चाहिँ हामी निस्क्यौँ उता इलामको लागि। अब हामी त्यहाँ इटहरीबाट अगाडि जान्छौँ अनि चारालीबाट चाहिँ हामी छिर्छौँ है उता भित्र इलामको लागि गाइज। दमकमा पुग्यौँ हामी दमक गाइज। यसै क्रममा हामी चाहिँ यता बिर्तामोड पुग्छौँ अनि बिर्तामोडभन्दा 4 किलोमिटर लगभग अगाडिबाट हामी चारालीबाट यसरी छिर्छौँ होइन। चारालीबाट भित्र छिरे यस्तै हाइवे लगभग कन्याम त्यहाँबाट चाहिँ लगभग 45 मिनट 1 घन्टामा यस्तै बाटोमा चाहिँ पुग्न सकिन्छ है गाइस।
यात्राकै क्रममा अब हामी यता पुग्छौँ कुटी डाँडा। अब यो कुटी डाँडाबाट चाहिँ अलिकति अगाडि अब हाम्रो कन्याम आउँछ है गाइज। इलामको कन्याम टक्क यहाँबाट पारिपट्टि पर्छ ठ्याक्कै कन्याम चाहिँ। कन्याम पुग्न लागेको छौँ हामी होइन। यो अगाडि देखिरहेको छौँ हामीले, यो चाहिँ पुरै कन्याम हो होइन। इलामको कन्याम एकदम फेमस, पर्यटक धेरै आउने। अनि हामी पनि त्यहाँ हेर्नलाई एकदम आतुर छौँ है गाइज। चिया बगान घोडा स्पेसल्ली त्यहाँ चाहिँ होइन भ्यूहरू चियाको बगान हेर्न सकिन्छ। त्यहाँबाट धेरै अहिले पसलहरू पनि व्यापक छ। पर्यटकहरूको चाहिँ एकदम उत्साहजनक चाहिँ है यो ठाउँमा। स्कुले विद्यार्थीले अभालै मान्छे थिए अगाडि। अब हामी मिलेको जिउला साह्रै फुर्तिलो लाग्छ कालीगरले बनाएको मूर्ति हो। अप्सराहरू पनि डाहा गर्छन् होला भन रहस्य के हो खुबसुरतीको मलाई नसालु। अनि हामी चाहिँ यसरी ठ्याक्क लाएर चाहिँ कन्याममा पुगेर अनि हामी त्यहाँ फोटो भिडियोहरू खिच्छौँ अलिअलि। त्यसपछि अब हाम्रो प्लान चाहिँ यता कन्यामबाट चाहिँ उता 15-20 मिनट लाग्ने उता पारी जहाँबाट चाहिँ हाम्रो सनराइजको भ्यू राम्रो लिन सकिन्छ। श्री अन्तु इलाम भन्छ त्यो ठाउँमा गएर चाहिँ आज हामी बस्छौँ है गाइज। ल गाइज आज चाहिँ हामी ट्याक्क चाहिँ बेलुकाको यतिखेरको समयमा चाहिँ कन्याम आइपुग्यौँ है। अब भोलिको छुट्टै भ्लग आउँछ, आज चाहिँ कन्यामसम्म आएको भ्लग आउँछ है गाइज। गरिलो छ फ्याक्दिन म बाउले हात देलान जस्तो छैन फ्याक्दिन अब बालुवाटा चिया डिनर बालकोटमा खाउली 2-4 वर्षपछि मन्त्रालयको हाकिम हो म। सिधा बोल्ने बानी कुरा मनमा राख्दिन म, खाली सडकमा सवारी कहिले हाँक्दिन म। मेटिसको नाममा लाली जोबन जोगाएर राख्नु नत्र झरिसक्या फल फेरि चाख्दिन म। तिमी साथ भए फ्युचर यसै ब्राइट हुन्छ, सिधै हनीमुनमा थाइल्यान्डको फ्लाइट हुन्छ। अनि हामी चाहिँ यसरी अब कन्याममा 2-4वटा फोटो अनि भिडियो बनाएर चाहिँ अनि चट्ट हामी श्री अन्ततिर लाग्दैछौँ है अगाडि। जति बेला पनि ठुस्किने के खालको बानी। ल खै गाइज यो चाहिँ हाम्रो यता श्री अन्तु जाने बाटो। हामी चाहिँ साँझमा पुगेको थियौँ चट्ट। अनि यहाँ चाहिँ होटलसोटलमा ट्याक्क झिलिमिली होइन खतरा छ है गाइज। बस्न खानाको लागि चाहिँ एकदम दामी व्यवस्था, सस्तो सुलभ। अनि हामी चाहिँ गएर चट्ट रुम खोजेर बस्छौँ। अनि बिहान हामी चाहिँ सनराइजको चाहिँ भ्यू हेर्न जान्छौँ डाँडामा माथि। आएर चाहिँ आज हाम्रो यहाँ बसाइ यहाँ छ। म पनि यहाँ छु अनि यस्तै क्याम्पफायर गरेर अनि आजको दिन चाहिँ सकिन्छ। बाँकी भिडियो चाहिँ अर्को भ्लगमै डे 2मा है गाइज।